हेलो हाकिम साहब, गुड मर्निङ। हजुर गुड मर्निङ। के छ खबर? ल बधाई छ तपाईँले, बधाई छ। अब मुस्ताङ जमसमको दृश्यहरू यहाँहरूलाई म देखाउँदैछु। अति रमणीय, अति प्रिय यो जमसमको बजार हेर्नुहोस्। अति उत्कृष्ट छ यो बजार। साथीहरू बजारको आनन्द लिनुहोस् र घुम्न आउनुहोस्। यो गणेश मन्दिर मुस्ताङ जमसमको बीच भागमा रहेको छ। यो माउन्टेन रक क्लाइम्बिङ हो। रक क्लाइम्बिङको लागि यहाँ पर्यटकहरू आउने गर्छन्। अति सुन्दर छ जमसमको दृश्य। यु क्यान सी वाट mesmerizing environment in this area. अलिक पर हेर्नुहोस्, त्यो कुहिरो लागेको छ। त्यो धौलागिरी हिमालय जो विश्वका 8000 मिटरभन्दा अग्ला हिम श्रृङ्खलाहरूमध्ये एउटा हिमाल हो, धौलागिरी माउन्टेन। एन्ड यु क्यान सी इन फ्रन्ट अफ us, this is Nilgiri mountain. What a beautiful Nilgiri mountain looks like, very beautiful. Yes. तल कालीगण्डकी कलकल बगिरहेको छ। जमसम बजारको पछि भागबाट कालीगण्डकी नदी जमसम बजारको केही माथि निलगिरी र जमसम बजारको केही पर धौलागिरी र जमसम बजारको केही माथि कागबेनी हुँदै मुक्तिनाथ अत्यन्त ऐतिहासिक धार्मिक पर्यावरणीय दृश्यले जिल्ला निकै महत्त्वपूर्ण छ। यो अहिले पर्यटनको सिजन हो। यो सिजनमा यहाँ लाखौँ पर्यटकहरू मुस्ताङमा आउने गरेका छन्। यो सिजनमा यहाँ बस्नको लागि होटल पाउन पनि हम्मे पर्छ र मुस्ताङ भ्रमण गर्न चाहने जो कोहीले पनि अग्रिम बुकिङ गरेर या अग्रिम जानकारी लिएर मात्र घुम्न आउनु अनुरोध पनि गर्दछु। किनकि यो सिजन अति नै व्यस्त सिजन भएको हुनाले यहाँ सर्भाइभ गर्न कठिन हुने अवस्था सिर्जना हुन्छ।
बाटो पनि पिच छ, हेर्न सक्नुहुन्छ त्यहाँ पर्यटकहरू ट्रेकिङमा हिँडिरहेको अवस्था छ। ट्रेकिङ बाई बस, बाई प्लेन, विभिन्न माध्यमबाट मुस्ताङ पुग्न सकिन्छ। यहाँको दृश्यहरू अवलोकन गर्न सकिन्छ। मुस्ताङको अर्ग्यानिक चिजवस्तुहरू यहाँ देख्न सक्छौँ। समर चौरीको पुच्छर, स्याउ, मुस्ताङ ब्रान्डी लगायतका विभिन्न यहाँ लोकल प्रडक्टहरू हामी देख्न सक्छौँ। गणेश टेम्पल यो बाटो हुँदै हामी अप्पर मुस्ताङ, लोमन्थाङ, कोरेला बोर्डरसम्म पुग्न सक्छौँ। र यही बाटो हुँदै हामी दामोदर कुण्ड, कागबेनी, मुक्तिनाथ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथसम्म हामी पुग्न सक्छौँ। वातावरण अत्यन्त रमणीय छ। आजको दिन अत्यन्त घमाइलो छ र चिसो बिस्तारै क्रमशः बढ्दै गइरहेको छ। यो असोजको अन्तिमसम्म चिसो त्यही मात्रामा बढ्दै गएको छ भने कार्तिकदेखि फागुन चैत्रसम्म अत्यन्त यहाँ चिसो हुने गर्छ र यहाँको केही भूभागका मानिसहरू बेसीतिर झर्ने गर्छन्। I love Zumsong. अत्यन्त मनोहर छ दृश्य।